बुद्ध शान्ति गाउँपालिकाले हालै सार्वजनिक गरेको स्थानीय पाठ्यक्रम हाम्रो बुद्ध शान्तिको पछिल्लो आवरणमै गाउँपालिकाको नाम अशुद्ध रूपमा लेखिएको तथ्य बाहिरिएसँगै सम्पूर्ण शैक्षिक र प्रशासनिक संयन्त्रप्रति गम्भीर प्रश्न उब्जिएको छ। 7 वर्षसम्म चुप लागेर बसेको पालिका अन्ततः स्थानीय पाठ्यक्रम ल्याउँछ, त्यो पनि आफ्नै नाम नचिन्ने गल्तीका साथ। के यही हो बुद्ध शान्तिको शैक्षिक जागरण? पुस्तकको सम्पादनमा संलग्न नाम चलेका शिक्षाविद, शाखा प्रमुख, प्रधान अध्यापकको उपस्थितिमा यस्तो गल्ती हुनु केवल असावधानी होइन, यो प्रणालीगत लापरवाही हो जसले गम्भीर कामलाई सरकारी खानापूर्तिमा बदलिदिएको स्पष्ट सङ्केत दिन्छ। अझ चिन्ताजनक कुरा त के छ भने पुस्तक विमोचित भएको खबर सम्बन्धित सम्पादकहरूलाई पनि फेसबुकबाट मात्रै थाहा हुन्छ। आफैले सम्पादन गरेको सामग्री कहिले कहाँ कसरी छापियो भन्ने खबर उनीहरूलाई पटक्कै नि छैन। जाँच गरेर टाइप गरेर दिएको त्यो अब उहाँहरूले प्रेसमा लगेर कसरी छपाउनु भयो, प्रुफ रिडिङ कसलाई गराउनु भयो, त्यो केही थाहा छैन मलाई। हामीले त 78 सालमै कम्प्लिट गरेर दिएको उहाँहरूलाई। त्यसबिचमा उहाँहरूले के गर्नुभयो भने कुन प्रेसमा जानुभयो, कसलाई प्रुफ रिडिङ गराउनु भयो केही थाहा छैन। अनि यसपालि प्रबोधीकरण कार्यक्रममा पनि उहाँहरूले हामीलाई सूचना गर्नु भएन। थाहा छैन के हो। हजुर अनि उहाँहरूले अब हामीले 78 सालमा बुझाएको हो, उहाँहरूले यसपालि प्रकाशन गर्नुभयो, त्यो कुन प्रेसमा लानुभयो, कसले प्रुफ रिडिङ हेर्यो केही थाहा छैन। त्यो त गलतै भएछ होला। मैले त अहिलेसम्म देख्न पाएको छैन, तपाईँले भन्दा मात्रै सुन्दैछु। यसले देखाउँछ कि सम्पादन टिम केवल औपचारिकताको नाममा बनाइएको थियो, निर्णय र कार्यान्वयनको प्रक्रिया उनीहरूलाई सुम्पिएको थिएन। पछिल्लो समय त पालिकामा भएका शैक्षिक कार्यक्रमहरू पनि कहाँ भइरहेका छन्, कसरी भइरहेका छन् भन्ने कुराहरू पनि थाहा हुनै छोडेको शिक्षक र पूर्व शिक्षकको गुनासो छ। अर्को पाटो झन खतरनाक छ। किताब लिएका शिक्षकहरूले पनि गल्ती देखे पनि बोलेनन्, किनभने उनीहरूका अनुसार कार्यक्रम केही मिनेटको मात्र थियो। उनीहरू भन्छन् पुस्तक समातियो, झोलामा हालियो, हेर्न भ्याइएको छैन, केही गल्ती छ भने हामी जानकारी गराउँछौँ। शिक्षालाई यस्तो व्यवस्थाको दर्जा दिनु केवल गैर जिम्मेवारी हो, यो भविष्यप्रतिको अपराध पनि हो। यो पाठ्यपुस्तकको विमोचन कुनै शैक्षिक उत्सव होइन, सबैलाई देखाउने एउटा गाउँपालिकाको भविष्य पनि हो। तर यहाँ नाम गलत छ भन्ने कुरा पनि कसैले समयमा हेर्न र थाहा पाउन सकेनन्। अब प्रश्न उठ्छ कि यो गल्ती सच्याइन्छ कि पुरानै शैलीमा जिम्मा लगाइन्छ? 7 वर्ष कुर्दा पनि सम्पादक टिमलाई पुस्तक विमोचन भएको थाहा नहुने, शिक्षकलाई वास्ता नहुने, यस्तो शासनको शिक्षा विभागलाई अहिले जरुरी चाहिएको कुरा अर्को पाठ्यक्रम होइन, गहिरो आत्ममूल्याङ्कन हो। बुद्ध शान्तिको नक्सा त्यही माथि ठाउँकै नाम गलत, त्यस्तो देख्दै प्रकाशन गर्नु कतिसम्मको लापरवाही हो, सम्बन्धित पक्षले आफै ठम्ब्याउनुपर्छ। पुस्तक सचिएर फेरि आउला, तर पछिल्लो आवरणकै गल्तीले के देखायो आफै ठम्ब्याउन जरुरी रहेको छ।